यो बाजे हाल्छ यस्तै हो त यो जेठो अब जङ्गलतिर बस्यो एक दुरो बाख्रा चरायो एक दुरो भैँसी चरायो बस्यो के गर्नु अब म नाटिसक्यो अब बुढो भएर है कति वर्ष पुग्नु भयो र बाख्रा नि त छ कतिवटा छ अब बाख्रा 12-13वटा छ होला आम्मा, कुखुरा छ बाख्रा अनि अब त 69 वर्ष पुगिसक्यो है 70 69 पुगिसक्यो के गर्नु त अब के गर्नु अब कहीँ जानु सक्दैन यसो जङ्गलतिर बस्यो वस्तु पास्यो हिँड्यो खायो त्यही त हो नि तपाईँ त अनि धेरै घुम्नु भयो नि पहिला चाइना टिबेट गएको पहिला त घुमि हिँड्थ्यो यो अब त बुढो भएर कुन कुन ठाउँ कहीँ जाने माथि चाइनातिर थिङ्रीतिर फेरुकपतिर पुग्यो न्यालुङतिर घुम्यो तल थिङ्रीतिर इन्डिया चाहिँ गएन है म पहिल्यैदेखि विदेश भनेको त्यही विदेश भनेको चाहिँ मैले चाहिँ यो काटेरी भन्दा चाहिँ उँधो चाहिँ काटेको छैन अनि टिबेट चाहिँ पुग्यो नि हजुर चाहिने त्यति चाहिँ घुम्यो ट्रेकिङ पनि गर्नु भयो होइन हजुर ट्रेकिङ पनि पहिले 36 सालतिर अगाडि हिँड्यो कुन कुन ठाउँ तर केही उता पासुङ थोरङ पास गऱ्यो मनाङतिर गयो अनि माथि मेरठ सिलप्चरतिर त्यो खुम्बु कुनातिर त थुप्रो घुम्यो नि तर केही उपलब्ध गर्नु सकिएन मैले किन राम्रो छ त जग्गा चाहिँ अलिकति हिँड्यो अनि गाउँमा ठिकै छ त्यही हो अनि के गर्ने जेठो पऱ्यो अब ठिक छ नि होइन सबै हजुर अब बोट कहिले निकाल्नु भयो बोट अस्ति चाहिँ अनि अन्तिमतिर निकालेको अब असोज कातिसम्म यतै होला जेठो के छ बस्तु एकाल गोरु अनि एक जोरो भैँसी गाई यसो बाख्राहरू है पछि हिँडेको छ है दुःखले